एकहोरो माया बिर्सनु साँच्चै गाह्रो हुन सक्छ, तर असम्भव पनि होइन। यो एक प्रक्रिया हो जसमा तपाईलाई समय, समझदारी र आत्ममूल्यको पुनःस्मरण आवश्यक पर्छ। म तपाईलाई आज यही एकहोरो माया बिर्सनका लागि आवश्यक पर्ने विभिन्न किसिमका टिप्स दिँदैछु। त्यो विषयमा तपाईले सुनेर प्रतिक्रिया दिनु होला है त। नम्बर 1 मा छ वास्तविकता स्वीकार गर्नुहोस्। यदि तपाईले कसैलाई माया गर्नुहुन्छ, तपाईले उनलाई चाहनुहुन्छ तर उनी तपाईलाई चाहदैनन् भने यथार्थ स्वीकार्नुहोस्। म मात्र वन वे लभ गरिरहेको छु, म मात्र एकहोरो उनलाई प्रेम गरिरहेको छु तर उनले मलाई स्वीकार्दिनन् भन्ने कुरा तपाईले स्वीकार्नुपर्ने हुन्छ। त्यसमा तपाई आशा र भ्रम पाल्नु निकै जटिल हुन सक्छ। आशा र भ्रमले तपाईलाई पीर पार्न सक्छ। त्यसले गर्दाखेरि आफैलाई आशामा पारेर भ्रममा पारेर चोड दिनु अत्यन्तै नराम्रो विषय हुन सक्छ। त्यसैगरी नम्बर 2 मा छ ध्यान गर्नुहोस्। हामीले एउटै कुरामा एउटै वेमा गइरह्यौं भने गन्तव्यमा त पुगिहाल्छौँ। हामी पनि एकहोरो माया कसैलाई गरिरहेका छौँ भने त्यही कुरामा हामी नजाउँ, त्यसलाई ध्यान मोड दिउँ। जस्तो हामी पूर्वतिरको गन्तव्य चयन गरिरहेका छौँ भने अब हामी पश्चिमतिर लागौँ। यदि हामी मायाका कुरा गरिरहेका छौँ, माया गरेको व्यक्तिको अनुहारलाई, त्यसको व्यवहारलाई, त्यसको बोलीलाई, उसँग गरेका क्रियाकलापलाई सम्झिरहेका छौँ भने अब हामी त्यसलाई ध्यान ठ्याक्कै मोडौँ। पढ्नतिर लागौँ, लेख्नतिर लागौँ, यात्रा गरौँ, साथीसँग खेलौँ, मनोरञ्जन गरौँ, फिल्म हेरौँ। यसरी गरेको कामभन्दा पनि छुट्टै कामतिर लागेर हाम्रो ध्यानलाई मोडौँ। खाली दिमागमा उनी मात्र घुमिरहन्छन्, त्यसैले हामीले आफूलाई व्यस्त गर्नतर्फ लागौँ। नम्बर 3 मा छ मनको कुरा लेख्ने र बोल्ने गर्ने। हामीसँग विभिन्न किसिमका जिज्ञासा आउन सक्छन्, विभिन्न किसिमका खुल्दुली आउन सक्छन्। त्यस्ता खुल्दुली आइहाल्यो भने डायरी लिने, त्यसपछि डायरीमा टिप्ने। तपाईको स्मार्टफोन छ भने पनि स्मार्टफोनमा नोटबुक भन्ने हुन्छ अथवा नोट किपिङ भन्ने हुन्छ, किप्स भन्ने हुन्छ, डायरी भन्ने हुन सक्छ। त्यसमा तपाईले मनका कुरा लेख्न सक्नुहुन्छ। नम्बर 4 मा छ सम्पर्क कटौती गर्नुहोस्। यदि तपाईले माया गरेको व्यक्ति तपाईसँग छैन, उसले तपाईलाई माया गरेको अनुभूति तपाईले गर्न सक्नुहुन्न भने उसँग बार सामाजिक सञ्जालमा होस्, फोनमा होस्, एसएमएसमा होस् अथवा चिठी पत्रको माध्यमबाट होस्, तपाई कुनै पनि एक माध्यमबाट जोडिनु भएको छ भने त्यो माध्यम तपाईले कट गर्नुहोस्। जस्तो तपाई बिजुलीको नजिक बसिरहनु भएको छ, अब तपाईले अँध्यारो चाहनुहुन्छ भने बिजुली बत्ती काट्नै पर्ने हुन्छ, होइन त? यदि तपाईँ गाडीमा यात्रा गर्दै हुनुहुन्छ भने गाडीको यात्रा तपाईले गर्न चाहनुहुन्न भने गाडीबाट तपाईँ ओर्लनै पर्ने हुन्छ। त्यसैले तपाईले तपाईको माया गर्ने व्यक्ति जसलाई एकहोरो माया गर्नुहुन्छ ऊ व्यक्तिसँग टाढा हुनको लागि उसँग जोडिएका जुन सम्पर्कका माध्यम छन्, सम्पर्कका टुल्सहरू छन्, तिनीबाट तपाईँ टाढा हुनुहोस्, तिनीबाट तपाईँ कटौती हुनुहोस्। नम्बर 5 मा छ आत्मसम्मान बढाउनुहोस्। तपाईले साँच्चा माया गर्नुहुन्छ उसलाई, तपाईको माया साँचो थियो तर पनि सच्चा मायाको हकदार हुनुहुन्छ तपाईँ। तपाईले एउटालाई नपाएर के भयो त? तपाईले अरू व्यक्तिलाई त सहरै पाउन सक्नुहुन्छ। एक गुमाए अनेक तपाईले प्राप्त गर्नुहुन्छ। यो संसारमा तपाईले कसैलाई माया गर्नुभन्दा पहिले तपाईले कसैलाई पनि माया गर्नु भएको थिएन। मतलब यो हो कि तपाईले एकजना व्यक्तिलाई माया गर्नुभन्दा पहिले तपाईसँग कोही पनि थिएन। अब भन्नुहोस् त, तपाईको कुन लाइफ एकदम पीडादायक र कुन लाइफ एकदम राम्रो? जति बेला तपाईसँग उनी थिएनन् अथवा ऊ थिएन तपाईसँग, त्यति बेला तपाईको लाइफ सुन्दर थियो जस्तो लाग्छ, तपाईलाई तनाव पनि थिएन। तर जब उनी आइन् तब तपाईले के भयो भन्दाखेरि तनाव भयो। अब भन्नुहोस् त, तपाईको लाइफ त अहिले भन्दा पहिले ठिक रहेछ नि त, हैन? त्यसले गर्दा आत्मसम्मान बढाउनुहोस्। माया हो, माया, प्रेम, झगडा सबैमा भइरहेछ। तर पनि मैले माया गरेको थिएँ, पाइनँ, ओके ठिक छ, र माया मैले गरिरहन्छु। माया गर्ने मेरो कर्म हो। एउटालाई नगरे अर्कालाई गर्छु, अर्काबाट स्वीकार नभए अर्कोबाट मैले स्वीकार दिनेछु भन्ने कुरा तपाईले सोच्नुपर्ने हुन्छ। र नम्बर 6 मा छ तपाईँ समय दिनुहोस्। तपाईँ हामीलाई चोट लागेको छ, मानौ तपाईको हातमा घाउ लागेको छ। अब यो घाउलाई निको पार्नको लागि तपाईले यसलाई औषधि लाउने काम, अब डाक्टरकोमा जाने काम तपाईले गर्नुपर्ने हुन्छ, हामीले गर्नुपर्ने हुन्छ। र तपाईँ मायाको बिछोडमा हुनुहुन्छ, एकहोरो मायामा तपाईँ हुनुहुन्थ्यो, त्यो महसुस तपाईँले पाइरहनु भएको छ, अब मैले त्यो व्यक्तिलाई पाउन सकिनँ भन्ने तपाईँ सोच्नुहुन्छ भने अब यो घाउलाई सम्झिनुहोस्। यो घाउ आज तपाईँले लागेको छ भने आजै सन्चो हुने कुरा होइन, आजै निको हुने छैन। यसलाई निको हुन जति समय लाग्छ त्यति मनको घाउ पनि सन्चो हुन टाइम लाग्छ।
मनको घाउ निको हुन समय लाग्छ। त्यसले गर्दाखेरि म यो पीडामा छु, म यो अवस्थामा थिएँ, अब यो अवस्थाबाट म बाहिर जानलाई केही समय मैले कुर्नै पर्ने हुन्छ भनेर तपाईँले सोध्नुपर्ने हुन्छ है त। यो गर्नुभयो भने पनि तपाईँलाई केही हदसम्म राहत मिल्छ भन्ने जस्तो मलाई लाग्छ। नम्बर 7 मा रहेको छ नयाँ सम्बन्धको सम्मानलाई खुला गर्ने। भन्न खोजेको तपाईँले एउटा सम्बन्ध त टिकाउन सक्नु भएन अथवा त्यो सम्बन्धमा जोड्न सकिनु भएन भने अब तपाईँले नयाँ सम्बन्धको लागि पनि तपाईँ जोडिन सक्नुहुन्छ। त्यसको लागि तपाईँले नयाँ नयाँ साथीभाइहरू, कलेजका साथीभाइहरू, कार्यालयका साथीभाइसँग जोडिने, उनीसँग मनका कुरा खुलेर भन्ने। त्यो भयो भनिसकेपछि उनले तपाईँको कुरा बुझ्छन् अनि उनको तपाईँको कुरा बुझिसकेपछि नयाँ बाटो कतै सिर्जना पो हुन्छ कि भन्ने कुरा तपाईँले सोध्नुपर्ने हुन्छ। अन्तमा तपाईँलाई म के भन्छु भने जसले तपाईँको माया बुझेन उसको लागि रोइरहनु तपाईँको आत्मामाथिको अन्याय हो। तपाईँ सबैभन्दा राम्रो माया पाउनुहुनेछ त्यति बेला जब तपाईँ आफैलाई माया गर्न सुरु गर्नुहुन्छ। आज हामीले आफूलाई माया गर्न बिर्स्यौँ, आफूले गरेका कर्मलाई माया गर्न बिर्स्यौँ, आफूले पढेका पुस्तकलाई बिर्स्यौँ, पुस्तकलाई माया गर्न बिर्स्यौँ, आफू हिँडेको बाटोलाई माया गर्न बिर्स्यौँ। अब भन्नुहोस्, हामीले जब आफूलाई एकदम हरदम माया प्रेम गर्छौँ नि तब मात्र हामीले अर्काको माया पाउँछौँ। हामी आफै नै जलेर अरूलाई निभाउन त सक्दैनौँ हैन। त्यसले गर्दाखेरि म तपाईँलाई फेरि पनि भन्छु, जसले तपाईँको माया बुझेन उसको लागि रोइरहनु तपाईँको लागि, तपाईँको आत्माको लागि अन्याय हुन्छ। तपाईँ सबैभन्दा राम्रो माया पाउनुहुनेछ त्यति बेला जब तपाईँ आफूलाई माया गर्नुहुनेछ। दर्शक महानुभाव, तपाईँलाई आजको यो भिडियो कस्तो लाग्यो, एकरो मायाको पीडा कस्तो हुन्छ अर्थात् एकरो मायालाई बिर्स्नलाई के गर्नुपर्ने हुन्छ भन्ने मैले करिब 7वटा टिप्स तपाईँलाई दिएँ। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला, तपाईँको साथीभाइलाई सेयर गर्नुहोला। हस्त नमस्कार, धन्यवाद।